नमो रुद्राय। अहिले सामाजिक सञ्जाल हेर्दा पुराणको महत्व केवल घरमा पुराण लगाएर छिमेकीलाई देखाउन र मनोरञ्जनको विषय मात्र भएको छ। सानो सामान किन्दा त 20 दिन लगाएर युट्युबमा हेरेर बुझेर छानेर किन्ने व्यक्तिले जिन्दगीमै बल्ल तल्ल लगाएको एउटा पुराणमा वक्ता छान्न जान्दैन। पुराण विषय आफैमा संवेदनशील विषय हो। पुरा भवम अर्थात् पहिले भएको घटना भन्ने अर्थमा पनि पुराण शब्द निष्पन्न हुन्छ। वर्तमान अवस्थामा त पुराण वक्ताको योग्यता केवल सामाजिक सञ्जालमा भाइरल, डिभोर्स, लामा र चिल्ला केस, मेकअपले टल्किने अनुहार, आमाहरूलाई रुवाउने आत्मकथा र लोककथामा मात्र सीमित भएको छ। पुराण वक्ता योग्य हुनुपर्छ, नभए पनि योग्यताको नजिकै मात्रै भए पनि पुगेकै हुनुपर्दछ। पद्म पुराणान्तर्गत भागवत महात्म्यमा भनिएको छ, विरक्तो वैष्णवो विप्रो वेद शास्त्र विशुद्धिकृत दृष्टान्त कुशलो धीरो वक्ता कार्यो निष्प्रिय। अर्थात् विरक्त, विष्णु भक्त, कुलीन ब्राह्मण, वेदादि शास्त्र अध्ययन गरेको, दृष्टान्तद्वारा कथाको आशय बुझाउन सक्ने धैर्यवान व्यक्ति कथाको वक्ताको लागि योग्य हुन्छ। अब अयोग्य को हुन् त? अयोग्य कस्ता हुन्छन्? अनेक धर्म विभ्रान्तास्त्रैणा पाखण्डवादिन सुखशास्त्र कथोच्चारे त्यज्यास्ते यदि पण्डिता। अर्थात् अनेक धर्ममा अल्मलिएका, स्त्री लम्पट, पाखण्डी मतमा लागेका व्यक्तिहरू कथा वक्ताका लागि योग्य हुँदैनन्। अब जिन्दगीमा एक मन्त्रसम्म वेदादि शास्त्रको अध्ययन नगरेको व्यक्ति, एक श्लोकसम्म शुद्ध उच्चारण गर्न नसक्ने व्यक्ति केवल भाइरल भएकै योग्यतामा नामका अगाडि आचार्य पण्डित लेखेकै भरमा व्यासमा बसेर रुमालमा सन्चो हालेर आफू रुँदै श्रोतालाई रुवाउँदैमा वैदिक सनातन हिन्दू धर्मको संरक्षण हुन्छ जस्तो लाग्छ तपाईलाई? यसरी धर्म संरक्षण हुन्छ भन्नु ढुङ्गामा बिउ छर्नु जस्तो हो। तसर्थ संरक्षणको बिउ छर्नु नै छ भने शास्त्रोक्त आचरण गर्नुस्, वैदिक वक्ता लाउनुस् अथवा योग्य वक्ता लगाउनुस् र वैदिक सनातन संस्कृतिको सम्वर्धन गर्नुस्। अस्तु, वयम राष्ट्रे जागृयाम पुरोहिताः। हरि ओम।